मन्त्रालयलाई नयाँ किसिमले काम चाहिँ गर्नुपर्छ र काम गर्दाखेरि रात दिन भन्न चाहिँ पाइन्न। ल यो कुरा चाहिँ मैले चाहिँ भन्न चाहन्छु। रात दिन किन भन्न पाइन्न भन्दाखेरि हामीले रात दिन गरेर काम गरेनौँ भनेदेखि देशमा चाहिँ विज्ञान प्रविधिको विकास हुँदैन। अब नयाँ नयाँ राजनीतिक दलहरू आउनुहुन्छ, उहाँहरू सबै राजनीतिक दलहरूले के घोषणा गर्नुहुन्छ भने सरकारहरूले के घोषणा गर्छन् भने देशलाई चाहिँ समृद्धि बनाउने भनेर सबै राजनीतिक पार्टीहरूले घोषणै गर्छन्। नयाँ सरकार आउँदाखेरि जहिले पनि घोषणा गर्छन्, तर देशलाई चाहिँ समृद्धि बनाउनको लागि त्यो चाहिँ विज्ञान प्रविधि नव परिवर्तन, खास गरी यो नव परिवर्तन भन्ने चिज, विज्ञान प्रविधिमा नव परिवर्तन भन्ने जुन काम छ यो नगरिकन देश समृद्धि हुँदैन। अनि देश समृद्धि भएन भने देशमा चाहिँ रोजगारी सिर्जना हुँदैन। रोजगारी सिर्जना भएन भने मान्छेले काम पाएन भनेदेखि मान्छेको दिमाग बौलाउँछ, अनि बौलाएपछि चाहिँ अनेक किसिमको चाहिँ अब अशान्तिहरू देशमा फैलिन्छन्। त्यसकारणले देशलाई चाहिँ एउटा स्थायित्व दिनको लागि, देशलाई चाहिँ अब के अरे आर्थिक रूपमा चाहिँ एउटा समृद्धि बनाएर शक्तिशाली बनाएर देशको अस्तित्व वर्षौं वर्षसम्म, सयौं वर्ष, हजारौं वर्ष सबैलाई देश चाहिँ हजारौं वर्ष टिकोस् भन्ने चाहिँ लाग्छ। हजारौं वर्ष चाहिँ देशलाई चाहिँ यो टिकाउनुको लागि विज्ञान प्रविधि र नव परिवर्तनको चाहिँ के अरे सहयोग नलिकन हुँदैन। मैले चाहिँ एकदमै ठोकेरै भनिरहेको, अहिलेसम्म यो कुरा धेरैलाई मैले यो कुरा भन्दाखेरि धेरैको चाहिँ कान पनि दुखिसक्यो होला क्या। एउटै कुरा चाहिँ पटक पटक कति पटक चाहिँ सुन्दाखेरि त कान दुख्छ नि कतिको त। त्यस कारणले यो प्रविधि, यो मन्त्रालयले गर्ने काम भनेको देशको अर्थतन्त्रको विकास गर्नको लागि टेवा पुर्याउने, विज्ञान प्रविधि र नव परिवर्तनको माध्यमबाट। अब विज्ञान प्रविधिले देशको अर्थतन्त्रलाई कसरी टेवा पुग्छ भन्ने कुरा त साधारण मान्छेलाई पनि थाहा छ। जति पनि हामी अब अहिलेको यो कलियुगको समय भन्छौँ यो होइन, उपभोक्ता सबैलाई नयाँ नयाँ चिज, राम्रो चिज लगाउन प्रयोग गर्न मन लाग्छ। अब त्यो प्रयोग गर्नको लागि चाहिँ अब जसरी भए पनि हामीले चाहिँ अहिले चाहिँ के भइरहेको छ भन्दाखेरि विदेशबाट आयात भइरहेको छ। देशमा जति पनि चिजहरू बनिरहेको छ, अब ठुलो चिज त अब साधारण से साधारण वस्तुहरू पनि देशमा उत्पादन हुँदैन। त्यस कारणले त्यो सबै चिजहरू बाहिरबाट ल्याउँदाखेरि चाहिँ के हुन्छ भने देशको पैसा